ए अर्को लगा न कुन कल गरेको थिएँ एकछिन हेलो हजुर मान्छे बोलेको हजुर काम अरे अरे काम नपर्ने नि हजुर ज्यू हजुर ओ बुढीले कल गरे मलाई बिजी भेटाए साला हेलो तपाईँ जो पनि हुनुहुन्छ जहाँ पनि हुनुहुन्छ फिलहाल मलाई कल काटिदिनुहोस् हजुर बुढीले बिजी भेटायो जहाँबाट म होसिहाल्छु बस्नु पर्यो नि अनि काम गर्दै थिएन उल्टा गाली गर्दिन नि त अनि भयो त अनि है अनि हेलो के साह्रो कल गरिबस्छ झन् जानिन साथीहरूसँग काम गर्दै थियौ अनि गाला साला पड्काइन्छ अहिले दिएर अहिले होसियार सावधान सतर्क कल गरेको के भयो को मर्यो तेरो आमा मर्यो कि तेरो बाउ मर्ने उहाँले त कल नगर झन् काम गर्दैछु झन् कस्तो खाले मान्छे हौ माइतमा बसेर दाँतमा खाएको धेरै भयो नि त अहिले डिलिट हुन्छ हौ बापक नपुगेको कि अरे 4 घन्टा जहिले घाँटी निमटेर छोड्दिन अहिले हेलो बोल न तेरो मुखमा के खोया बसेको छ के अरे घर हजुर हेलो हजुर नमस्ते आमा हजुर हजुर नमस्ते सासुआमा हजुर हुन्छ हुन्छ आमा हुन्छ 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 ज्यू 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 होइन होइन त्यस्तो होइन गर्दिनँ नि म जिस्काएको मात्रै छ आमा हजुर होइन होइन तेरो सासु आमा रहेछ के गर्छ साबु अब म त्यसले माइत कसरी ल्याउनु जानु अब ज्वाइँ त यस्तो रहेछ भनेर अनि कहाँ अब छोडी पनि दिन्छ ल्याउनु दिँदैन अब के गर्छ सिकाउने त होइन गाली गर्नु अब फकेन भने तँ मेरो हातबाट फकिन्छस् बर्बाद पारिस् तैँले मलाई बर्बाद मिल्दै गरेको जिन्दगी नि अनि जा जा पर गएर बोल जा हजुर सासुआमा हजुर होइन म आइहाल्छु एउटा खसी ल्याइदिन्छु नि अन्त आमा केटीको लागि आमा जति पाउँछ जति